धुर्मु सुन्तलीले केही वर्ष पहिलादेखि क्रिकेट रङ्गशाला बनाउने अठोट लिए र अठोट लिएर उनले जनतामा चन्दा सङ्कलन गर्न थाले। चन्दा सङ्कलन गरिसकेपछि केही मात्रामा चन्दा सङ्कलन भइसकेपछि उनले काम स्टार्टिङ गरे। त्यो देशको लागि थियो, देशको गौरवको विषय थियो। त्यो कुनै व्यक्ति विशेष थिएन, धुर्मु सुन्तलीको आफ्नै व्यक्तिगत थिएन, त्यो सरकारी संरचना थियो, सरकारकै मातहतको संरचना थियो। त्यो बनाउँदै गर्दा बिचमा कोरोना लाग्यो। कोरोना लागिसकेपछि उनले अलिकति आफूले सक्ने भन्दा धेरै ठुलो प्रोजेक्टमा हात हाले। त्यो नै उनको ठुलो गल्ती थियो एउटा। र त्यस पश्चात उनलाई धेरै नगरपालिकाले, धेरै महानगरपालिकाले, प्रदेशले उनलाई आश्वासन पनि देखाएको थियो कि हामीले यति करोड सहयोग गर्छौँ, हामीले यस्तो गर्छौँ भनेर। तर जुन आश देखाइएको थियो त्यो अनुसारको पैसा प्रदेशले होस् या महानगरले होस् या नगरले होस् कुनैले पनि दिएन। नदिइसकेपछि जनतामा जति करोड उठेको थियो त्योभन्दा पनि धेरै काम भइसकेको थियो। भइसक्दाखेरि बिचमा बजेटको साह्रै अभाव भइसकेपछि काम स्टप भयो। काम स्टप भइसकेपछि उनले हरेक मन्त्रालय गुहारे, हरेक सिंहदरबार गुहारे, हरेक नगर गुहारे। धेरै गर्दाखेरि यसको स्वामित्व चाहिँ भरतपुर महानगरपालिकाले लिइसकेपछि अहिले उनलाई त्यो ऋणमा जति करोड 18 करोड ऋण भनिएको छ त्यो ऋणमा उनी अल्झिएका छन्। किनकि यो सरकारले यो जुन पीडामा धुर्मु सुन्तली छन् यसलाई चाहिँ पाखा लगाउनै पर्छ। यो किनकि व्यक्तिको होइन, यो सरकारको नै हो। यो रङ्गशाला भोलि ठुलो भयो भने अन्तर्राष्ट्रिय जगतकै सबैभन्दा ठुलो पनि हुनेछ, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै बनिराखेको छ। कमसेकम 70-75% काम सकिसकेको छ। अब थोरै पर्सेन्टमा 20-30% काम नै बाँकी छ। त्यसैले धुर्मु सुन्तलीलाई यो पीडाबाट सरकारले र स्वामित्व लिएको महानगरले, भरतपुर महानगरले यसलाई कसरी हुन्छ निकासको बाटोमा दिनुपर्छ। कुनै पनि